नमस्कार, हाम्रो च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। के तपाईहरुलाई थाहा छ काठमाडौँको टुडीखेलमा हरेक वर्ष घोडा किन दौडाइन्छ? के यसको पछाडि राक्षसको कथा र रहस्यमय इतिहास लुकेको छ? आजको भिडियोमा हामी नेपालमा मनाइने प्रसिद्ध पर्व घोडे जात्राको वास्तविक कथा र रहस्यबारे जान्नेछौँ। घोडे जात्रा के हो? घोडे जात्रा नेपालमा मनाइने एक विशेष सांस्कृतिक पर्व हो। यो विशेष गरी काठमाडौँ उपत्यकामा मनाइन्छ। यस दिन नेपाली सेनाले घोडा दौड प्रदर्शन गर्छन्। विभिन्न घोडा खेल र परेड आयोजना हुन्छ। यो कार्यक्रम मुख्यतः टुडीखेल मैदानमा आयोजित गरिन्छ। घोडे जात्राको रहस्यमय कथा। पुरानो लोककथा अनुसार काठमाडौँमा गुरुमापा नामको राक्षस बस्थ्यो। उसले मानिसहरूलाई धेरै दुःख दिन्थ्यो। मानिसहरू उसको डरले सधैँ त्रसित हुन्थे। अन्ततः काठमाडौँका बासिन्दाहरूले मिलेर गुरुमापालाई मारिदिए। तर मानिसहरूलाई डर लाग्यो कि उसको आत्मा फेरि जीवित हुन सक्छ। त्यसैले राक्षस गाडिएको ठाउँमाथि हरेक वर्ष घोडा दौडन थालियो। विश्वास गरिन्छ कि घोडाको टापले राक्षसको आत्मालाई दबाएर राख्छ। आजको समयमा घोडे जात्रा केवल कथा मात्र होइन, यो नेपालको ऐतिहासिक परम्परा, सैन्य शक्ति प्रदर्शन, सांस्कृतिक उत्सव बनेको छ। यस अवसरमा नेपाल आर्मीले भव्य घोडा परेड र विभिन्न प्रदर्शन गर्दछन्। घोडे जात्रा प्राय चैत्र कृष्ण औँसी पिडे औँसीका दिन मनाइन्छ। यो दिन काठमाडौँ उपत्यकामा विशेष पर्वको रूपमा मनाइन्छ। यसरी घोडे जात्रा केवल घोडा दौड मात्र होइन, यो रहस्य, ऐतिहासिक र सांस्कृतिक परम्पराले भरिएको पर्व हो। यदि तपाईलाई यस्तो नेपालका रोचक कथा र परम्पराबारे जान्न मन पर्छ भने यो भिडियो लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो विचार लेख्नुहोस् अनि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।